यहाँहरु सम्पूर्ण नमस्कार। आजको यस भिडियोमा छुयप छंगबो फेन्गेङ सिन्गोको बारेमा तपाईलाई जानकारी दिन गइरहेको छु। तपाई कोरियामा लिगल्ली रूपमा बस्नु भएको छ, तपाई काम गरिराख्नु भएको छ भने चाहिँ यो तपाईले अनिवार्य रूपमा नै गर्नुपर्ने भनेर नोटिस आएको छ। तर अनिवार्य रूपमा गर्नुपर्छ भन्दैमा तपाई तत्कालै आत्तिएर गर्नुपर्ने कुनै जरुरत छैन। तपाई इमिग्रेसनमा जान भन्दा पहिला तपाईको इमिग्रेसनमा कुनै काम कारणवश तपाई इमिग्रेसनमा जान पर्यो भने चाहिँ त्यो भन्दा अगाडि यो छुयप छंगबो फेन्गेङ सिन्गो गरेर जानु होला। त्यो गर्न केही पनि गाह्रो छैन। तपाईले अनलाइनबाट नै 5 मिनेटको समय दिन सक्नुभयो भने चाहिँ सजिलै आफै गर्न सकिन्छ। यसको लागि कम्प्युटर जरुरत छैन, मोबाइलबाट पनि सजिलै गर्न सक्नुहुनेछ। मोबाइलबाट गर्नको लागि चाहिँ यो यहाँ तल यो कम्प्युटरको मोनिटरको चिन्ह देख्नु भएको छ नि, यो कम्प्युटरको चिन्हमा क्लिक गर्नुभयो भने चाहिँ कम्प्युटर मोडमा जानेछ र तपाईले सजिलै गर्न सक्नुहुनेछ। कोरियामा लिगली रूपमा बस्नुभएका काम गरिराख्नुभएका सम्पूर्णले चाहिँ यो गर्नुपर्ने हुन्छ र तपाईले तत्कालै नगर्दैमा फल्गुम तिर्नुपर्ने, भिजामा समस्या त्यो केही पनि हुँदैन। तपाईले बिस्तारै गर्नु होला। तपाई आत्तिनु पर्ने कुनै जरुरत छैन। कसैलाई पैसा दिएर यो गर्न लगाउनु पर्ने कुनै पनि आवश्यक छैन र कति पनि ढिला नगरी यो कसरी गर्ने त्यसको बारेमा जानौ है त। सबैभन्दा पहिला तपाई कुनै पनि एउटा ब्राउजरमा जानुस्। ब्राउजरमा गइसकेपछि हाई कोरिया सर्च गर्नुस्। हाई कोरिया सर्च गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यहाँ सबैभन्दा पहिला तपाईले लगइन गर्नुपर्ने हुन्छ। हाई कोरियाको आईडी पासवर्ड राखेर लगइन गर्दिनुस्। लगइन गरिसकेपछि तपाईले यस्तो खालको पेज देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो ओरेन्ज कलरको मिनोन सिन्चङमा गएर यहाँ छुयप छंगबो फेन्गेङ सिन्गो भन्ने अप्सन देखिन्छ, त्यसलाई क्लिक गर्नुस्। क्लिक गरिसकेपछि यहाँ आएर तपाईले यो बक्समा टिक लगाएर थाउम गर्दिनुस्। थाउम गरिसकेपछि यहाँ तपाईले आफ्नो बायोडाटा सम्पूर्ण बायोडाटा देखिन्छ। यहाँ तपाईले केही पनि गर्नु पर्दैन। तपाईको नम्बर यदि छैन भने चाहिँ नम्बर राख्दिनु होला। यहाँ गर्नुपर्ने काम भनेको यहाँ आएर यहाँ छिक्छो छोएर अप्छोङ छोए भन्ने छ। तपाईले छिक्छोङ छोएमा चाहिँ म्यानुफ्याक्चर हुनुहुन्छ भने चाहिँ छेजो अप सर्च गर्नु होला। एग्रिकल्चर हुनुहुन्छ भने चाहिँ नोङ अप सर्च गरेर आफ्नो काम सम्बन्धी कुनै पनि एउटा अप्सनलाई क्लिक गर्दिनुस् है त। त्यसपछि यहाँ अप्छोङ छोएमा पनि अघि जस्तै छेजो अप अथवा तपाई नोङ अप अनि नोङ अप सँग अथवा छेजो अप सँग सम्बन्धित कुनै काम आफ्नो जुन काम हो त्यही काम अन्तर्गत यहाँ अप्सनहरु छ, 3-4 अप्सन। त्यो आफ्नो कामसँग सम्बन्धित अप्सनलाई सिलेक्ट गरेर तपाईले अरु केही पनि गर्नु पर्दैन। यहाँ आएर आफ्नो वार्षिक आय तपाईको वार्षिक इन्कम कति हो त्यो इन्कमलाई यहाँ सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि सिधै सिन्गो गर्दिनुस्। यहाँ यता राइटपट्टिको क्लिकलाई सिन्गो गरेर थुङ्रो कासिके सुमिका भन्छ, त्यसलाई ह्वागिन गर्दिनुस्। ह्वागिन गरिसकेपछि यस्तो खालको आउँछ, यसलाई पनि ह्वागिन गर्दिनुस्। ह्वागिन गरिसकेपछि यहाँ तपाईको काम कम्प्लिट भइसक्यो। यहाँ तपाईले त्यो छुयप छंगबो फेन्गेङ सिन्गो गरेको डकुमेन्टलाई डाउनलोड गर्न मिल्छ। यता इनिशियल लेखेको ठाउँमा ह्वागिनको राइटपट्टिको नीलो बटनमा क्लिक गर्नुभयो भने चाहिँ यसरी तपाईले छन्बो फेन्गेङ सिन्गो गरेको डकुमेन्ट चाहिँ डाउनलोड गर्न सक्नुहुनेछ है त। पक्कै पनि यो भिडियो हेरिसकेपछि तपाईले छुयप छंगबो फेन्गेङ सिन्गो कसरी गर्ने भन्ने जानकारी पाइसक्नुभयो होला। तपाईले यति भिडियो हेर्दा पनि केही कुराहरु अप्ठ्यारो भयो, कठिनाइ भयो भने चाहिँ मसँग सम्पर्क गर्न सक्नुहुनेछ। मैले मेरो डिटेल्स यो स्क्रिनमा राखिदिएको छु। तपाईलाई मैले आफूले सकेको सहयोग पक्कै पनि गर्नेछु। तपाईले यो सिन्गो गरिसकेपछि तपाईको मोबाइलमा 1-2 दिन भित्र यस्तो खालको मेसेज आउँछ। यस्तो खालको मेसेज आयो भने चाहिँ तपाईको यो सिन्गो सक्सेस भएको मानिन्छ। यति गर्नुभयो भने चाहिँ तपाईलाई इमिग्रेसनमा गएर जुनसुकै काम गर्दा पनि केही समस्या पर्दैन। र तपाईले एउटा के कुरा ध्यान दिनु होला भने चाहिँ तपाई इमिग्रेसनमा जान भन्दा पहिला चाहिँ छुयप छंगबो फेन्गेङ सिन्गो चाहिँ अनिवार्य रूपमा गएर जानु होला। यति गर्नुभयो भने चाहिँ तपाईको इमिग्रेसनको काम पक्कै सफल हुनेछ। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।